हुनु पर्यो नि हैन भुलपछि घर बनाएपछि पो बल्ल पार्टी हुन्छ अनि बल्ल सबैजनाले ह्यापी बर्थडे भन्छ अनि राख्छ त अब अहिले त कहाँ त्यस्तो हुन्छ बस यहाँ बस म यसलाई देख्छु सबैजना कस्तो भिआइपी वाला ल्याएछ भान्जाले अलग तान्नु राख्नु नि त्यो त्यस्तो पार्दाखेरि भुइँमा लतपतिन्छ लतपतिने खुट्टा निकाल्ने यसरी कैचीले काटेर ए के बर्थडे मनाउनलाई त केही घर सर केही चाहिँदैन रहेछ जङ्गलमा नि मान्दो रहेछ जङ्गलमा नि मनाउनु मिल्छ भन्न यो प्लेट भइहाल्यो यो केक भइहाल्यो यहाँ हामीले खाने काट्ने कुरा त्यही चाहिन्छ मलाई काट्न मनाएको चाहिँ यार हामीले हैन पाँच खान लाग्यो उता तलाई के ल यो भयो नि प्लेटै भइहाल्यो यो त बर्थडे हुँदाखेरि कामै काटेर बस्नु सबैलाई टक्क मिल्ने नि काट्नु छ त्यो त्यो त उता त्यसको तल राख्नु हैन त्यही भने यो चार्जर त कतिवटा चाहिन्छ हो ल यो राख्नु मुनि न म झिरी लिएर बोल्नु मिल्छ भन्दैन जन्मदिन भन्नु ल जन्मदिन ल ह्यापी बर्थडे ल ह्यापी बर्थडे भन्नु मिल्दैन जन्मदिन जन्मदिन अरू के गर्नु मिल्दैन बत्ती बाल्नु मिल्दैन टिका लाउनु मिल्दैन ल खानु खानु त मिल्छ मिठा गर्नु हुन्छ पूजा गर्नु ल त्यो खाइदिन्छ यो त पहिला सुरुमा काँचुला हो यो नि दिएन दोस्रोमा जुठो त नगर तेस्रोमा यो तपाईँलाई ल्याउनु आएको गोल सोल गर्छ हामी खाइदिन्छ क्यारेमल रहेछ बटर स्कच त्यही त यो यही चल्दा राम्रो थियो यही लिएर कस्तो राम्रो माथि हनी जस्तै छ कि क्रिस्टल वाला यसले यो वाला कि चक्लेट वाला लिएर भन्दैन चक्लेट वाला के लिएर पहिले खाएको के त धेरै काट्नु पर्छ होइन उ त्यहाँ यतापट्टि ए त्यसो ल सबै काट्नु पर्छ ए तास्यो उल्टो हालेछ क्या जम्मै नौका चाटी चाटी खान्छ जेनिसले अरूले चाट्दैन जेनिसले चाट्छ पानमा आउँछ एउटा खाइहाल्नु पहिला खाने हो क्या मिठो ह्याप्पी बर्थडे टु यु कान्छु भनेर दिँदा थियो त्यही माथि मम्मीले आफै भन्छ जहिले नै मामाले रसवाला भनेको थियो रसवाला आयो पहिला माथि पनि रस छ है मिठो रहेछ कति पर्यो ला 600 ठ्याक्कै हो सामान ए 700 ए 100 रुपियाँ दिनु पर्यो पर्दैन मैले हाल्दा ए तिमीले हालिदिए 100 रुपियाँ यस्तो भनेको रस मिल्थ्यो ल अब त्यसरी माल्नु मिल्दैन बत्ती बनाउनु मिल्दैन यो काट्नु खाने त नकाटेको खानु मिल्दैन नि काट्न परिहाल्यो त्यहाँ तल चम्चाले खाने म त कहिले अन्त चम्चाले अब यो कसले खान्छ भान्जाले र बाबुले खान्छ हामी पनि खान्छ तनी खानु खै खान्छन् तपाईँ खुवाइदिनु त्यहाँबाट त्यस्तै बनाउनु हो क्या खाना खाएको त फेरि खानु न मनाएको हो खाना खा भिडियो गर्नु न कस्तो छ खाना खा जस्तो खानु न त्यसरी खाने चम्चाले खाउँछु मम्मीले खाना खाएको हो र हेर अब आफू खानु पुरा घिन लाग्यो होला नखानु लाग्यो हाले खाऊ न हाले खाऊ के खाऊ हो खाने सिधो नि त नि के खाऊ